पनि पोखरी यो मान्छे चाहिँ के छ भन्दाखेरि धार्मिक शान्ति पाठ तर पनि धर्महरू चाहिँ एउटा वादविवाद विरोध निन्दा नहोस् भन्ने हिसाबले चाहिँ धार्मिक एकता धर्ममा प्रेम होस् एकअर्कामा आदर गर्ने अर्को धर्मलाई आदर गर्ने अर्का धर्मसँग एउटा कुनै पनि नराम्रो शब्दहरू नगरौँ सबै मिलेर बसौँ त्यसको अर्थ यो हो र एउटा उदाहरणको लागि चाहिँ यहाँको जति पनि धर्महरूको यहाँ लेखेको छ अनि यो चाहिँ उदाहरणको लागि यो चाहिँ एउटा धरती हो धरतीमा बसिँदासम्म सबै धर्मावलम्बी मान्नु पाइन्छ र सबै एकता भएर मिलेर बसौँ मान्छे एक दिन डेड हुनुपर्छ डेड भएपछि चाहिँ यहाँदेखि माथि सबैजना एउटा स्वर्गको सिंहासनमा गइन्छ भन्ने एउटा त्यस्तो खालको बुझिन्छ अनि माथि जुनै धर्म माने पनि जानुपर्ने माथि एकै ठाउँ हो तर सबैलाई आदर गरौँ सबै धर्मलाई सम्मान हेरौँ भन्ने खालको चाहिँ यो अन्तर्धार्मिक शान्ति पारकले चाहिँ एउटा धार्मिकले चाहिँ त्यसलाई चाहिँ एउटा सुसन्देश दिएको हो त्यस्तो सामानहरू चाहिँ अहिले तयार गरिसकेको छैन बनाउँदै हुनुहुन्छ अरे त्यहाँ होल ठुलो होलभित्र चाहिँ एउटा सङ्ग्रहालयहरू राख्नुहुन्छ अरे अनि भन्ने चाहिँ त्यो कुरा गर्नु भएको छ अनि बाहिरहरू धेरैवटा कुरो छ अरे बाँकी 20-25 लाख हुन सक्छ साइकल त त्यस्तोहरू चाहिँ मोर्टेन अथवा पहाडी इलाकामा जस्तोमा पनि जान सकिन्छ हजुर हजुर मलाई त बाइक भन्दा त ठिक लाग्यो सो अहिले चाहिँ हामी लाग्दैछौँ है त गाइस यो मैले सरी अघि नै म त राजा रानी भनिरहेको थिएँ निकै भयो नि त ग्याप यहाँ नयाँ निर्माण भएको रहेछ यो एउटा धार्मिक स्थल भन्दा फरक नपर्ला सो गाइस देख्न सक्नुहुन्छ म कहाँ आइपुगेँ भनेर यो अरू कहीँ होइन तपाईँ हाम्रै मोरङ लेटाङको धार्मिक स्थल हो यो चाहिँ नयाँ निर्माण भएको रहेछ तपाईँहरू पनि आएर भिजिट गर्नु सक्नुहुन्छ एकदमै के भन्नु यार बवाल छ शुद्ध पवित्र सङ्लो र सफा सो गाइस अब म जुत्ता खोल्छु अनि माथि एकचोटि भ्रमण गर्छु म चढेँ त यस्तो राम्रो यार यस्तो दामी छ यार आम्मामा यस्तो दामी यार आम्मामा थट बहुत मान्छे पुरै देखिँदो रहेछ नि त यहाँबाट त moments later. लगाइस अहिले चाहिँ अब हामी यहाँबाट पनि निस्किँदैछौँ निकै बेर आराम गरियो अब लाग्दैछौँ राजा रानी अहिले लगाइस अब हामी खारी नै मोलो होइन राजारानी पोखरी राजारानी पोखरी फेरि जाँदैछ यहाँबाट त आउनै मन पर्दैन यार अब तर बाहिर गयो भोक लाग्न सुरु गरेर मात्रै हो सुरु गरेर एकै ठाउँ कति बसिराख्नु भनेर नि लेट्स गो सो फाइनली गाइज हामी चाहिँ हाम्रो
डेस्टिनेसनमा आइसकेको छौँ। हाम्रो साइकल देख्न सक्नुहुन्छ, पहिलाको भन्दा धेरै परिवर्तन देख्न सक्नुहुन्छ यहाँनिर। म तपाईँहरूलाई देखाउँछु, यो सिँढी छ ट्याक्कसँगले। अघि रेस गरिएको थियो, अब चाहिँ फुल एनर्जीको साथ तपाईँहरूलाई म भिडियो प्रस्तुत देखाउने छु। हाम्रो दाइहरू यहाँ हुनुहुन्छ। अब यहाँदेखि ओह्रालो यहाँनिर हाम्रो आज होटल चाहिँ बन्द हुनाले गर्दाखेरि हामीले केही लिनु सक्दैनौँ है त। भ्यूहरू देख्न सक्नुहुन्छ यहाँबाट भक्कसँगले। दाइ दाइ आइपुग्यो। भोक लाग्नु थालो होइन, यहाँ सूर्य र आएको खाजा पाइन्छ होला नि त, दोकानै बन्द रहेछ। ल ठिक छ, हामीसँग साथमा छ। बाघवाला छ नि हो, पुरै बाघ। साइकल जान्छ अरे यहाँदेखि यसो तल घुमेर आऊ न त। भाइ चाहिँ बाटो देख्दैन होला, म जान्छु नि त देखाउनु। तिम्रो नाम? आबिन आबिन के हो? मगर। मगर। ल ठिक छ। के हो तिमी यहाँ चाहिँ थेउ काम गर्ने? ए ल ठिक छ। यहाँ खाजा के पाउँछ भाइ? थुक्पा चाउमिन बनिरहेको अहिले पकाएको छ होला नि थुक्पा सुक्पा। अहिले आउँछ मालिक। मालिक चाहिसक्यो नि त्यसो भने त नि। हामी घुमेर आउँदा हुन्छ? हुन्छ त ल ठिक छ, लेट्स गो। अघि बसेको हामी। पोखरी रहेछ त्यति हामी। सो फाइनली गाइज, फाइनली मैले साइकल चाहिँ पर राखेको छु। एकदमै पिसफुल छ यार। त्यति साह्रो मान्छेहरूले चाल चाहिँ पाएको छैन यो ठाउँ होइन, तर तपाईँहरूलाई रिकमेन्ड गर्छु क्या, यो ठाउँ चाहिँ आउनु यार, एकदम बवाल छ क्या। अब क्राउडहरू मन पराउनेहरूलाई चाहिँ अब यो ठाउँ खासै मन पर्दैन होला, तर जति पनि हुनुहुन्छ पिसफुल मन पराउनु हुनेहरू उहाँहरूलाई चाहिँ एकदम मनपर्छ क्या, एकदम शान्त छ। यो चाहिँ रानी पोखरी रहेछ, उतापट्टि चाहिँ राजा पोखरी रहेछ। त्यहाँ चाहिँ बोटिङ पनि हुन्छ जस्तो लागेको छ मलाई। लेट्स चाहिँ म तपाईँहरूलाई सबै दृश्यहरू देखाउने छु। अनि म मेन्सन गर्न चाहेँ मेरो साथीहरूलाई, अहिले बाहिर हुनुहुन्छ, कति मैसँग छ, र जति पनि मेरो साथीहरू युएसमा हुनुहुन्थ्यो, मैले भने नि अघि नै यो ठाउँमा चाहिँ एकदम तपाईँहरू पनि हुनुहुन्थ्यो। मलाई जहाँसम्म लाग्छ हामी ट्युसन पढ्दाखेरि करिब 15-16 वर्ष अगाडिकै कुरा हो, 8-9 क्लास त्यस्तैमा पढ्थ्यौँ होला हामी। ट्युसन पढ्दाखेरि घुम्न आएको थियौँ क्या हामी। अब न त त्यतिखेर अब त्यस्तो साह्रो इन्टरनेट नै थियो होइन, अब त्यस्तो साह्रो भिआइपी तरिकाले पनि अब घुमिँदैन थियो होइन। अब अहिलेको जस्तो भनौँ न, अब प्रशस्त छ नि त हरेक कुराहरू अब छ अहिले, त्यही भएर अब हामी साथमै हुँदैनौँ। तर त्यतिखेर चाहिँ अब एकदम साथीहरूसँग चाहिँ घुलमिल भइरहन्थ्यो क्या। अनि ट्युसन पढ्दाखेरि चाहिँ हामी घुम्न आएको थियौँ यो ठाउँ गाइज होइन, तपाईँहरूलाई थाहा छ होला। क्लास 8-9 कतिमा थियौँ। जति पनि साथीहरूले यो भिडियो हेर्दै हुनुहुन्छ भने प्लिज तपाईँहरूको नाम गर्नु होला, लेख्नु होला, तपाईँहरूको नाम ठेगाना लेख्नु होला होइन, कहाँ हुनुहुन्छ अहिले। म सबै साथीहरूको नाम त लिनु सक्दिनँ, जे छ मनमै छ होइन। तपाईँहरूले गेस गरिसक्नुभयो त्यो मुमेन्टहरू होइन। मैले त्यो मुमेन्टलाई रिकल गर्नको लागि म फेरि यो ठाउँमा
आउने मौका पाएको छु, म एकदम खुसी छु क्या त्यसमा चाहिँ होइन। क्या मतलब यतिखेर मैले यस्तो गरेको भन्ने कुरा, त्यो झोङलोङे पुल कट्नु बित्तिकै मैले अघि भने नि तपाईँहरूलाई, त्यहाँनिर चाहिँ 2-4 जना साथीहरू थियो क्या, अब केटाहरू अब उमेरमा होइन, एकदम रमाइलो लाग्छ क्या अहिले सम्झिँदा पनि होइन। त्यो पुल कट्नु बित्तिकै हामी चाहिँ पुलमा फोटो भिडियोहरू खिच्दै थियौँ, अनि त्यहाँ 2-4 जना साथीहरूलाई चाहिँ त्यो पुल कट्नु बित्तिकै त्यहाँनिर 4-5वटा त्यहाँनिर टुक्रे लाग्थ्यो क्या, मतलब दोकान लाग्थ्यो त्यहाँनिर चाहिँ। अब निगार, अब जाँडहरू पनि बेच्नुहुन्थ्यो, अनि चनाहरू पनि बेच्नुहुन्थ्यो क्या, उसिनेको चनाहरू दामी बेच्नुहुन्थ्यो। केटाहरूले त खाइरहेको रहेछ। अनि म त्यो मोमेन्ट चाहिँ कहिल्यै बिर्सिँदिनँ क्या। अनि ठ्याक्कै त्यतिखेर चाहिँ म पनि गएर केटाहरूसँग त्यो निगार त खाइनँ, त्यो चनाहरू चाहिँ खाएको म बिर्सिँदिनँ क्या। सो एकदम त्यो सम्झना आउँछ। अनि यहाँनिर एउटा बस्ने ठाउँमा मैले भनेछु, त्यो एउटा बस्ने ठाउँमा त्यहाँ हामीले चटपटेहरू खाएको थियौँ क्या। सो त्यो पनि बिर्सिँदिनँ होइन। अनि फोटोहरू खिचेको थियौँ, मन्दिर पनि बस्यौँ, एकदम यादगार छ यार। कति भनेर पनि म त पुरै रिकल भइरहेछ क्या मलाई। सो इन्जोय गर्दैछु म मोमेन्टहरू, हरेक मोमेन्टहरू होइन। अब त्यति बेलाको फोटोहरू मसँग खासै छैन, तर पनि मनमा सम्झनाहरू धेरै छ है। साथीहरू कता कता हुनुहुन्छ होइन, अहिले आफ्नो काम व्यस्तताले हुनुहुन्छ होला। अहिले देख्न सक्नुहुन्छ बोट पछाडि। ल ल ल अब ठ्याक्कै म चाहिँ पुरै यहाँनिर एक राउन्ड लाउने विचार गरिरहेको छु। वकमै छु, मेरो भाइ यहीँको भाइ स्थानीय भाइले हामीलाई घुमाउँदैछ। त्यो भाइलाई मैले साइकल कुदाउँदैछ भाइले, एकदम सोझो खालको रहेछ क्या। अनि त्यही हो गाइज, अब यस्तै छ होइन। म चाहिँ स्टिल नेपालमै छु। तपाईँहरू त अब मेरो साथीहरू जति पनि म्याक्सिमम् चाहिँ अब बाहिरै जानुभएको छ। अब कति 3-4 जना मात्रै छौँ होला हामी यहाँ चाहिँ नेपालमा। सो के गर्नु, म चाहिँ यस्तै भिडियोहरू बनाउँदैछु गाइस होइन। हेरेर माया साथ सपोर्ट गरिदिइराख्नु होला। हामी आज 5 जना आएको थियौँ, दाइ हामी सबैजना। एकदम सन्तोष दाइले मलाई भन्नुभयो, भाइ जाउँ हो यसपालि राजा रानी सोमबार के छ भन्नुभयो। दाइको चाहिँ अब ड्युटी हुन्छ नि त अरू बेला, अनि सोमबार चाहिँ उहाँको दोकान क्लोज गर्नुहुन्छ। अनि मलाई ठ्याक्कै भन्नुभयो, मैले एक शब्दमै मैले ओके भन्दै क्या। किनकि मलाई यो रिकल गर्नु थियो क्या, यो ठाउँमा एकदम राम्रो लाग्थ्यो क्या मलाई पहिल्यैदेखि नै यो लेटाङको राजा रानी चाहिँ। सो फाइनली जुर्यो होइन, आइ पनि सकेको छौँ। र अब हामी एक चक्कर लाउँछौँ है त। त्यस्तै छ है गाइज। कतिजनाले हेर्दै हुनुहुन्छ भिडियो, प्लिज डोन्ट फर्गेट टु सब्सक्राइब मिलन25 युट्युब च्यानल। अनि कमेन्ट पनि गर्नु होला कुन ठाउँबाट हेर्दै हुनुहुन्छ। मेरो साथी यहाँ आउनुहुने साथी हो भने प्लिज नामहरू पनि लेख्नु होला होइन। म तपाईँहरूलाई अब चिन्नु पनि नसक्न सक्छु होइन। सो त्यही भएर तपाईँहरूले नामहरू लेख्नु होला, म तिम्रो साथीहरू भनेर लेख्नु होला। यस्तो राम्रो बनाउनु भएको रहेछ क्या पहिलेको भन्दा। अब पहिले हामी आउँदाखेरि चाहिँ खासै केही नै थिएन भनौँ न। अब यस्तो बाटोहरू बनिएको थिएन क्या, जङ्गल थियो, मन्दिर थियो, 1-2वटा बस्ने ठाउँहरू थियो होइन। त्यहीँ चटपटे आएर खायौँ, रमाइलो भएको थियो साथीभाइहरूसँग, दामी थियो। अनि अहिले चाहिँ निकै अपडेटहरू भएको छ, यस्तोहरू बस्ने ठाउँहरू बनिएको छ, बनिँदैछ अझै नै। त्यहाँनिर पनि छ बस्ने ठाउँ, यता यहाँ पिपल, यहाँ माथि अझै भ्यू टावर। यहाँनिर के हो कुनै मिटिङ होल होला, यो कैलाश आउँदैछ।
सो गाइज अहिले चाहिँ म वकमा छु भने 15-16 वर्ष अगाडिको कुरा। त्यतिखेर चाहिँ न त अब के भन्छ इन्टरनेट नै राम्रो थियो होइन, न त अब त्यस्तो फुलफिल भएको थियो कुराहरू होइन। साधारण तरिकाले हिँडिन्थ्यो, एउटा अब 100-150 उठाएरै इन्जोय गरिन्थ्यो होइन। एकदमै राम्रो शान्त वातावरण। बोटिङ पनि छ, तर यहाँनिर सफा नगरेर होला यो यतापट्टि अड्किरहेको रहेछ यार। यो चाहिँ राजा पोखरी रहेछ, यता चाहिँ रानी। देख्न सक्नुहुन्छ पछाडि चाहिँ मन्दिर छ। अब हामी मन्दिर पनि भिजिट गर्छौँ। अनि त्यस पछाडि हातमा बसेको थियो यार। यो चाहिँ राजा पोखरी रे यता। देख्न सक्नुहुन्छ गाइस, मेरो हातमा पुतली बसेको छ। देख्न सक्नुहुन्छ मेरो हातमा पुतली बसेको छ है गाइस। यो चाहिँ मैले मन्तरले बोलाएको थिएँ। सो मन्तर छ। ल लेट्स गो मैले फुटेज लिँदैछु, तिम्रो पनि आउँछ युट्युबमा। ल ओके भन न। ओके कमान गाइज कमान। सो गाइज अहिले चाहिँ अब म मन्दिर एकछिन स्नान गर्छु, मन्दिर छिर्छु म एकछिन, प्रार्थना गर्छु। त्यस पछाडि हामी फेरि फर्किन्छौँ। खै त देख्नु सक्नुहुन्छ यहाँ चाहिँ मन्दिर छ। अङ्कल हुनुहुँदो रहेछ। यो मन्दिर त अहिलेको होइन यार गाइज। गेट खोल्दै हुनुहुन्छ, ठ्याक्कसँगले सेवा गर्छु अनि लाग्छु। सो गाइज अब चाहिँ हामी दर्शन गर्छौँ एकछिन। कस्तो आनन्द आउँछ है घन्टी बजाउँदा। टिका लगाइदिनु हुन्छ हजुरले? अरू त अनि के गरी हुन्छ? सो अहिले चाहिँ हामीले दर्शन गरिसकेर फर्किँदैछौँ। टिका पनि लगाइदिनु भयो, एकदमै राम्रो भयो। तपाईँको यात्रा सफल होस् भनेर भनिदिनु भयो हाम्रो गुरुजीले। सो फर्किँदैछौँ है त हामी। मलाई चाहिँ दाइले यताबाट जानु भन्नुभयो, मेरो साइकल भाइले कुदाइरहेछ नि त। सो यताबाट चाहिँ अलिकति सर्टकट पर्छ, तर पनि निकै उकालो छ क्या। सिँढीबाट चाँडो चढिँदैछ, देख्न सक्नुहुन्छ एकदमै दामी हो। अब हामी त्यहाँ मासतिर अहिलेको ठाउँमा निस्केर खाजा खाएर एकछिन रेस्ट गरेर रिफ्रेस भएर अनि चाहिँ हामी ब्याक टु दि होम। बाटो चाहिँ यस्तो छ। सो गाइज
म आइसकेँ भयो साइकल अनि भन् न यो साइकल कुदाउँदा तँलाई कस्तो भयो मनमा राम्रै भयो खुसी लाग्यो खुसी लाग्यो साइकल कुदाउने इच्छा पुरा भयो नि भयो यस्तो खालको साइकल कुदाउन खुब मन पराएको थियो क्या ए यो भाइले खुब होइन दिपेहरूको थियो नि तर यो खालको होइन अलिक अर्को खालको थियो ब्रेक पनि छैन नि त नि त्यसमा आउँदैछ हाम्रो गाइजहरू ओह्रालीबाट घर चाहिँ कता अलि सोझो सोझो घर त मासतिर पहाड फेदाचुङ लु अब त्यो मासतिर जाउँ होइन माया लाग्दो रहेछ सब बनाएर खाउँ ए पाउँछ यो जाँदा पापा आमा पनि हुनुहुन्न उहाँको बाबा आमा हुनुहुन्छ ए बाबा पनि हुनुहुन्छ तर बाबाले सानोमै छोड्नु भएको अरे क्या ए सानो बाबा मम्मी अर्कोसँग जानुपर्छ अहिले चाहिँ अब घाम लागेको छ होइन लाग्ने खाजा नखाने नखान अनि के हो कसले दिनुभयो त्यो कसले दिएको छैन यो तपाईँले मात्रै दिएको हो हुन्छ ल ल है म आउँदाखेरि भेट्नुपर्छ कहाँ हो तिम्रो घर कहाँ बस्छौ हो र अनि खाजा खाऊ न भनेको सादा हो ए ल फर्स्ट मलाई बनिँदैछ है गाइस अब हामी खाजा खाएर एकछिन रेस्ट गरेर निस्किन्छौँ होला होइन अब फेरि माथि गएर 1 घन्टा सुत्दै जानुपर्छ होला बरु के गरौँ त्यो ठाउँ चाहिँ साँच्चै दाँत पिसफुल आइरहेको अनि फेरि तिर्नु पर्यो होला नि त 20 रुपियाँ तिर्नु लाने 20 रुपियाँ अब ल ठिक छ यहाँ चाहिँ हाम्रो दिदीको पसल रहेछ ट्याक्कसँगले यस्तो छ है ठाउँ चाहिँ ग्यास बाजा रानी हाम्रो यहाँ दाईहरू हुनुहुन्छ दाईहरू पनि खाजा खानु आउनुभएको होला होइन भाइ कता बस्नुहुन्छ दाईहरू कता बस्नुहुन्छ पथरी ए हामी पनि पथरीबाट आएको नि ए साइकलको हालत चाहिँ यस्तो छ हाम्रो भाइलाई कुदाउनु दिएको बिचरा कति खुसी भएर कुदायो नि हो बडाङ्ग बुङ पारेर फेर्दैन अब मजा आउँछ सो गाइज हाम्रो अब मजा आइसकेको छ देख्न सक्नुहुन्छ अब हामी खान्छौँ सबै नन भेज म मात्र भेज परेँ गाइज के गर्नु होइन तर पनि केही छैन ल दाइ लिउ है अब हामी चाहिँ गम के गम बजाउने हो ग्राम कि आज कति बजी अहिले 12 बजी होइन 1 बजार हो बज्नु मात्रै आँटेको 6:30 बजेदेखि 7 बजी नै सकेको 1 बजेर 7 बजी खाएको सुरु गर्नु ल ल्याउ दाइ ल ल्याउ भाइ ल्याउ अब डाइट हान्नु पऱ्यो नि त हल्का त फेरि यति नहानी त झरिँदैन होला चाउमिन क्या चाउमिन खाएर त्यो लाएर चाहिँ दिएपछि त हामी चाउमिनै मिठो हो कि यो भोकै मिठो साथी हो दामी भयो है अर्को जान्छ जस्तो छ अर्को प्लेट होइन प्लेट जान्छ दाबेर लिउँ है दाबेर साथी हो हुलमुलमा जिउ जगाऊ अनिकालमा बिउ जगाऊ होइन न आज चाहिँ एकदमै राम्रो फास्टिङ भयो क्या राम्रो हामी कति 8 बजीतिर कति बजी खायो 7 बजीतिर हो नि 7 बजी भनेपछि त टिकेको हो नि यत्रो 5 सो गाइज अब म पनि लिन्छु है त
माथिबाट चाहिँ काँक्रा काटेर होइन दामी लगाइदिनु भएको रहेछ हल्का सलाद क्या दामी छ है एकदम राम्रो टेस्ट आइरहेको छ भोकले खाएको चिज चाहिँ कस्तो मजा आउँछ मजा आउँछ नि कम्ता मिठो भइरहेको छ आज म घरतिर खाएको चाउमिनै नखाने मान्छे रेकर्ड तोडेको हाल्छ यो भोकले होला नि भाइ अलिक जान्छ जस्तो छ भाइ अझै खानु जस्तो लागिरहेछ हौ हान्ने भने हान्नु न भन्नु न। अझै एक प्लेट झरे त तर लेटामा खानु चला त अहिले ठाउँमा जाने त्यहाँ डाइरेक्ट झरेर लेटामा पुग्नु चला भनेको क्या सो गाइज अहिले चाहिँ हामी खाजा खाएर अब हामी घरतर्फ फर्किँदैछौँ है त लेट्स गो भिडियो हुँदैछ सो गाइज म चाहिँ अब यो डाउनहिलको भाइको मोटर बाइकको हेलमेट लाएर यहाँ ठ्याक्क यहाँ छ अब यो ठ्याक्क लाउँछु अब एकचोटि हेरौँ लेट्स सी कस्तो देखिन्छ है A few moments later. खतम भएछ खतम यहाँ फ्रन्ट क्यामेराले खिचिएछ कि होइन तनाव भइगयो नि यार सो गाइज अब चाहिँ हामी घर फर्किएको दृश्य हो यो होइन के गर्नु डाउनलिल हानेको थिएँ होइन भएन होइन फुटेजै लिनु सकिनँ सो सरी है गाइज सो यति भन्दै यो एपिसोड यहीँ क्लोज गर्न चाहन्छु गाइज लभ यु अल सी यु नेक्स्ट एपिसोड बाई बाई